एक्सक्युज मी सर, यस प्लिज। हजुरको शुभ नाम? मेरो नाम आरबी साई। अनि कताबाट आउनु भएको? म हाल सिजा गाउँपालिकाबाट सर आएको। ए सिजा गाउँपालिकाबाट आउनु भएको होइन? अनि हजुरलाई म केही रोमान्टिक क्वेसनहरू सोध्छु, हजुर। त्यसको चाहिँ जवाब तपाईँले जुनसुकै तरिकाले पनि दिन सक्नुहुन्छ मजाले सर, मजा है। आउँदो सर गर्नेछु, दिन सक्नेछु, नत्र तपाईँले क्षमा गरिदिनु होला सर। हुन्छ। अनि हजुरले लभ पार्नु भएको छ कि नै? सर लभ आजसम्म सर पारेको सर। हजुर पारेको त्यस्तै त छ सर, नबुझिन्जेल सर लभ पारेको, अब त्यस्तै त हो। त्यो भने यसको मतलब अहिले चाहिँ हजुरको लभ छैन भन्ने छैन बुझ्यो? सर, अहिले छैन। अहिले चाहिँ सिङ्गल नै हुनुहुन्छ? अहिले छैन सर, यहाँभन्दा 1 वर्ष अगाडि थियो। ए योभन्दा अगाडि 1 वर्ष अगाडि थियो। अनि लभ छुट्नको कारण? सर अब त्यही त सर, लभ अब गरिबहरूले लभ पार्नु हुँदैन धनीहरूसँग भने सर। अब आफूले धनी केटीपट्टि सर, अब आफू लो लेभलको परेपछि सर अब धनीहरूलाई अलि ए यसको मतलब हजुर चाहिँ मिडल क्लासको हो? या सर, ऊ चाहिँ मैले माया बाहेकहरू सर दिन सकिनँ सर, त्यस्तो अब धनी या खोजिएली सर, त्यसैले मैले लभ स्वीकारिनँ सर। तपाईँले के लाग्छ, माया चाहिँ पैसाले किन्न सकिन्छ? सकिँदैन सर, माया किन्न सकिँदैन सर। माया किन्न सकिन्न रहेछ हजुर। यसको मतलब? हजुर। अब माया किन्न सकिन्न भनेपछि तपाईँले चाहिँ कसरी छोड्नु भयो त? उसले तपाईँलाई कसरी छोडे त? उसले खोजेको सर धन रूप सर, अब केही न केही हुनुपर्छ सोची सर। म अब पढ्दै आएको मिडल लेभलको मान्छे